प्राकृतिक डिटक्स यो शब्द सुन्दा के याद आउँछ? सायद जुस अनि कडा खालको डायट होइन? तर आज हामी कुनै छिटो समाधानको बारेमा कुरा गर्दै छैनौँ। बरु कुरा गर्नेछौँ हाम्रो शरीरभित्रै रहेको त्यो गजबको सफाई प्रणालीको र त्यसलाई कसरी अझै राम्रो बनाउन सकिन्छ भन्ने बारेमा। कहिलेकाहीँ सधैँ ठकित महसुस हुन्छ। वाह, शरीरमा फुर्ती नै नभए जस्तो, छाला पनि फिका देखिने, अनि पेटको समस्या त छँदैछ। सुन्दा सामान्य लागे पनि यी सङ्केतहरूले भनिरहेका हुन सक्छन् कि शरीरलाई अलिकति सहयोग चाहिएको छ। ल, त्यसो भए अब डिटक्सको बारेमा जुन भ्रमहरू छन् नि त्यसलाई एकछिन साइड लगाऊँ र यसको साँचो अर्थ के हो त्यसमा लागौँ। धेरैले के सोध्छन् भने डिटक्स भनेको केही दिन जुस मात्रै पिएर बस्ने हो, तर वास्तविकता त पुरै फरक छ। यो कुनै छोटो अवधिको समाधान होइन। साँचो डिटक्स भनेको त हाम्रो शरीरको सफाई गर्ने अङ्गहरूलाई सभाउने, एउटा लामो समयसम्म अपनाउने जीवनशैली हो। एकदमै सरल भाषामा भन्दा हाम्रो शरीरसँग फोहोर सफा गर्ने आफ्नै सिस्टम छ, पहिलेदेखि नै। प्राकृतिक डिटक्स भनेको केही नयाँ कुरा होइन, केवल त्यही सिस्टमलाई आफ्नो काम अझ राम्रोसँग गर्न मद्दत गर्नु मात्र हो। अब शरीरको यो सफाई प्रक्रियालाई बलियो बनाउने 5वटा मुख्य आधारहरू छन्, जसलाई हामी प्राकृतिक डिटक्सका 5 स्तम्भ भन्न सक्छौँ। लाउनुहोस्, एउटा एउटा गरेर यी सबैलाई हेरौँ। पहिलो र सबैभन्दा महत्त्वपूर्ण स्तम्भ पानी हो। पर्याप्त पानी। पानीले हाम्रो किडनीलाई रगतमा भएका फोहोर छानेर पिसाबबाट बाहिर फाल्न सहयोग गर्छ। त्यसैले दिनमा कम्तीमा 3 देखि 4 लिटर पानी पिउने एउटा लक्ष्य बनाउन एकदमै राम्रो हो। अब कुरा गरौँ दोस्रो स्तम्भको। त्यो हो हाम्रो कलेजोलाई सहयोग गर्ने। कलेजोलाई त शरीरको मुख्य सफाई कर्मचारी नै भन्दा हुन्छ। यसलाई स्वस्थ राख्न चिनी, रक्सी अनि प्याकेटका खानेकुराहरू कम गर्नुपर्छ र हरियो सागसब्जी, बेसार, लसुन जस्ता कुराहरू खानामा सामेल गर्नु एकदमै फाइदाजनक हुन्छ। तेस्रो स्तम्भ हो गुणस्तरीय निद्रा। एउटा रमाइलो कुरा के छ भने जब हामी गहिरो निद्रामा हुन्छौँ, हाम्रो दिमागले आफ्नो सफाई आफै गर्छ। दिनभरि जम्मा भएका अनावश्यक कुराहरूलाई बाहिर निकाल्छ। त्यसैले हरेक रात 7 देखि 8 घण्टाको मस्त निद्रा शरीर र दिमाग दुवैको मर्मतको लागि एकदमै जरुरी छ। चौथो स्तम्भ, र यो एकदमै महत्त्वपूर्ण छ, फाइबर। फाइबरले हाम्रो पाचन प्रणालीलाई भनौँ न एउटा झाडुले जस्तै सफा गर्छ। फलफुल, सलाद अनि ओट्स जस्ता फाइबर धेरै भएका खानेकुराले आन्द्रामा जमेको फोहोरलाई बाहिर निकाल्न सिधै मद्दत गर्छ। र 5औं स्तम्भ हो शारीरिक गतिविधि। जब हामी व्यायाम गर्छौँ र पसिना निकाल्छौँ, त्यो पसिनासँगै छालाबाट फोहोर पनि बाहिर निस्किन्छ। धेरै केही गर्नु पर्दैन, दिनको जम्मा 20 मिनटको हिँडाइ वा कुनै हल्का व्यायामले पनि शरीरलाई डिटक्स गर्न ठूलो मद्दत पुग्छ। ल, यति कुरा बुझिसकेपछि अब केही व्यावहारिक कुरा गरौँ। घरमै एकदमै सजिलै बनाउन मिल्ने केही डिटक्स ड्रिङ्क्स छन् जसले यो पूरा प्रक्रियालाई अझै सघाउँछ। जस्तै हेर्नुहोस् त, बिहान उठ्ने बित्तिकै मनतातो पानीमा अलिकति कागती र अदुवा, यो पाचनको लागि त गजबै हो। अनि अर्को, दिनभरि पिउने पानीमा काँक्रोको टुक्रा र पुदिनाको पात हालेर राख्ने। यसले शरीरलाई एकदमै शीतल र हाइड्रेटेड राख्छ। त्यसैले एउटा कुरा के बुझ्न जरुरी छ भने डिटक्स कुनै जादु होइन, यो 2-4 दिन गरेर हुने कुरा पनि होइन। यो त एउटा जीवनशैली हो जुन हामीले सधैँ अपनाउनुपर्छ। यो भनाइ एकदमै मननयोग्य छ। धेरै प्रशोधित खानेकुरा नखानु नै सबैभन्दा ठूलो डिटक्स हो। साँच्चै हो नि, हामी दिनदिनै के खान्छौँ भन्ने कुराले नै सबैभन्दा ठूलो असर पार्छ। सबैभन्दा राम्रो डिटक्स त शरीरमा फोहोर जानै नदिनु हो, होइन र? त्यसो भए अब एउटा प्रश्न, आजैदेखि कुन चाहिँ एउटा सानो स्वस्थ बानी सुरु गर्न सकिन्छ त? सायद 1 ग्लास बढी पानी पिएर वा 20 मिनटको लागि हिँडेर। याद राखौँ है, जस्तो सुकै ठूलो परिवर्तनको सुरुवात पनि एउटा सानो कदमबाटै त हुने हो।